सर्वप्रथम त मेरो युट्युब च्यानल अभियान टिभीमा हार्दिक स्वागत तथा नमस्कार। दोस्रो पटक छुटिएको मौरी हो। यो चाहिँ अब यो सायद मिटिङमा निक्लँदाखेरि यो रानीबिन भएको होला। यो जेठतिर 1 वर्ष हुन्छ यो मौरी छुटिएको र यो मौरी चाहिँ केही समयपछि रानीबिन भएछ र कालो कालो देखिन लागेपछि घार निरीक्षण गर्दा रानी थिएन र अब जुन यो मेरो चाहिँ 1 वर्ष अगाडि 11 मौरी मात्रै थियो र यो परम्परागत घारमा र दोस्रो चोटि छुटिसकेपछि मैले चाहिँ सबै रानीको टुटीहरू चाहिँ क्विन्सेलहरू चाहिँ मैले सबै यो नाश गरिदिएँ। त्यो पछि अब त्यो घारमा रानीले फुल पारेको पनि थिएन र त्यो जुन दोस्रो चोटि छुटिएको रानीबिन मौरीलाई चाहिँ 3 दिनसम्मको फुलहरू दिने आधारै थिएन, मसँग 11 मात्रै भएकोले र यो मौरी चाहिँ धेरै थियो। अनि त्यो पछि चाहिँ यही बिचपाती मौरीहरूले चाहिँ रानी बनायो। रानी बनाएपछि यो मौरी साँच्चै राम्रो गरी यो चाहिँ फैलायो र यो चाहिँ एकदम राम्रो यसले काम पनि गर्छ दर्शक श्रोताहरू। तर यो मौरी चाहिँ निकै छुचो छ, यसले चाहिँ अब यसले टोक्कि नै हाल्छ प्राय। यो मौरी धेरै राम्रो काम गर्छ। अब हेरौँ यो कस्तो छ। दर्शक श्रोताहरू आउनुहोस्, मसँग 11 मौरीबाटै यो अहिले चाहिँ 8 मौरी छ यतिखेर। र यो रानीबिन बिचपाती मौरीले हुर्काएको रानीबाट फैलाएको मौरी चाहिँ एकदम मजबुत 2 घार मौरी अहिले छ र यो दुवै घारले चाहिँ एकदम राम्रो काम गर्छ। आउनुहोस् दर्शक श्रोताहरू, यसले कस्तो काम गरेको छ अहिले। अब यो चैतको खडेरीमा अहिले चाहिँ यस्तो अब यो चाहिँ अब पानी पनि नपरेको भएर एकदम खडेरी छ र यो अवस्थामा पनि यसले कस्तो काम गरेको छ। आउनुहोस् श्रोताहरू, सुरुदेखि अन्तिमसम्म यो भिडियो हेरेर साथ दिनुहुन्छ र अब मेरो यो अनुभव पनि यहाँहरूले लिनुहुन्छ भन्नेमा चाहिँ म एकदम विश्वस्त छु। र आउनुहोस् दर्शक श्रोताहरू, म अब चाहिँ अब यो फ्रेमहरू निकाल्न जाँदैछु। लगाउन सुरु गरेको छ दर्शक श्रोताहरू। यो चाहिँ मैले यहाँ यो चाहिँ अब यो चाहिँ क्विन ग्राफ्टिङको लागि यो मैले यहाँ काठ यसरी हालेको थिएँ। यसले यसमा काम पनि गर्न थालेको रहेछ। यो चाहिँ मैले क्विन ग्राफ्टिङको लागि यो मैले बिचमा यो काठ हालेको है दर्शक श्रोताहरू। यो चाहिँ अहिले क्विन ग्राफ्टिङ चाहिँ अहिले योजना होइन र क्विन त्यही छ क्या, क्विन छैन। यसो पछाडि कालो थियो दर्शक श्रोताहरू। यहाँ मको चाहिँ थुप्रै देखिसक्यो। यहाँ ल्याउ न, यहाँ देख्न सक्नुहुन्छ है। म चाहिँ यसमा चाहिँ टन्नै छ। यस्तै हो भने म कति छ त। ल हेर्नुहोस् दर्शक श्रोताहरू, यो खोइ रानी छैन। यहाँ देख्न सक्नुहुन्छ दर्शक श्रोताहरू। काम गर्ने मौरी यस्तो हुन्छ। यो चाहिँ यस्तो काम गर्ने मौरी छ कि यति राम्रो काम गर्छ यो 2 घार मौरी। यो चाहिँ यो क्विनलेसबाट यो मैले अब यो गरेको हो। यसलाई खासै अब हामीले हेरिराख्नु आवश्यक छैन। यो हामीले यहाँ यो रानी हेरिराख्नु आवश्यक छैन। यो चाहिँ एकदम यसमा रानी छ। यहाँ चाहिँ अब यस्तो राम्रो देखिहाल्नुभयो दर्शक श्रोताहरू। अहिले म कस्तो रहेछ भन्ने कुरो त यहाँ देखिसक्नुभयो। ल हेर्नुहोस् दर्शक श्रोताहरू, ल म यहाँ देख्न सक्नुहुन्छ है। यस्तो राम्रो यसले अब यहाँ भोटे पनि एकदम यो भाले मौरी पनि हुर्काइरहेको छ है। यसले ऊ चाहिँ क्विन चाहिँ बनाइसकेको छैन। म त भन्नुहुन्छ भने कति हो कति। ल दर्शक श्रोताहरू, चुयो म काम गर्ने मौरी यस्तो हुन्छ है। अहिले यस्तो म नपाएर चाहिँ होइन रहेछ मौरी मरेको। यो चाहिँ हदै यो काम गर्ने मौरी भएको छ है। ल हेर्नुहोस् दर्शक श्रोताहरू, ल यहाँ देख्न सक्नुहुन्छ है। म टनाटन छ म पनि बच्चा पनि हो। यहाँ हामीले क्विन हेरिराख्ने आवश्यक छैन। यो यसमाथि नै म सुपर पक्ष पनि म राखिदिन्छु। काम गर्ने मौरी यस्तो हुन्छ है। यो के अरे मैले कहाँ पठाएँ। नान्ने मान्छेको खुट्टीदेखि थाहा हुन्छ भने जस्तै यो काम गर्ने मौरी यस्तो हुँदो रहेछ। र अब यदि यहाँहरू पनि मौरीलाई चाहिँ काम गर्ने खालको मौरी चाहिँ उत्पादन गर्नु आफैलाई मन छ भने क्विनलेस केही समय बनाएर मौरी कालो भइसकेपछि
मौरी धेरै छ भने बिस्वादी मौरीबाटै रानी उत्पादन गर्दो रहेछ। त्यस्तो रानी यदि उत्पादन भयो भने चाहिँ मौरी यति राम्रो काम गर्ने हुँदो रहेछ। यहाँदेखि देख्नुभयो दर्शक श्रोताहरू, यस्तो हालेको छ। यो चाहिँ एकदम यो चाहिँ बिस्वादी मौरीको फुलबाट यो तयार भएको रानी हो। त्यो हुँदाखेरि यो मौरी एकदम यो काम गरी अब यो एउटै मौरी हो, यो एकै घरबाट यो फैलिएको मौरी चाहिँ हो यो चाहिँ। तर पनि यो यस्तो राम्रो काम गर्ने अलि कोही चाहिँ नगर्ने त्यस्तो भयो, त्यस्तो हुँदो रहेछ। देखिहाल्नु दर्शक श्रोताहरू, यहाँ यस्तो यो अब कति हो कति अब मह त कति हालेको छ अहिले निकाल्ने हो भने 3-4 केजी बढी छ मह यहाँ। आमामामा ल ए फुल यसरी अब यो पनि चाको पनि यसरी फुल फ्रेमभरि हाल्छ। यस्तो राम्रो छ त यो मौरी त फ्रेमभरिको चाका पनि। तर यो टुटी मह कसरी टुटी लाको फुस्केर जाँदो रहेछ यहाँ छु होइन त्यो हो भत्कियो। अनि देखिहाल्नु दर्शक श्रोताहरू, यस्तो अब यो काम गर्ने मौरी चाहिँ यस्तो हुँदो रहेछ। यसरी चाहिँ अब यसलाई चाहिँ विकास गर्न सकियो भने मौरी चाहिँ एकदम राम्रो हुने रहेछ है दर्शक श्रोताहरू। के हो मौरी त्यस्तै टनाटन छ। म देखिहाल्नुभयो दर्शक श्रोताहरू, मौरीलाई चाहिँ यसरी काम दिन सकिँदो रहेछ। त्यसमा नटुट्नु यस्तो राम्रो छ कि बच्चा टनै बच्चा छ। बच्चा पनि यो 3वटा फ्रेमलाई चाहिँ म बिच चाहिँ हालिदिन्छु। त्यो भएपछि मौरीले छिटो काम गर्छ। ल यहाँ म ल हेर्नुहोस् दर्शक श्रोताहरू, ल म हेर्नुहोस् ल। आमामा म त यो नि त पारा खोइ कहाँ छ रानी छ होस्। यो एकदम यस्तो यो खासै अब यो अहिले केही गर्ने हो होइन। त्यो हुँदाखेरि रानी हेरिराख्न आवश्यक छैन। हाम्रो कुनै अब अरू योजना हुन्थ्यो भएदेखि रानी हेर्नुपर्ने हुन्थ्यो। त्यो भएर अहिले अब हाम्रो योजना त अहिले यो नटोक्न त यो मौरी छुच्चो छ क्या यस्तै। तर यो काम गर्ने काम पनि गर्छ कि टोइ हानु यो दुध दिने गाईको लात्ती सहनु भने जस्तै। अब यो चाहिँ यो काम गर्ने मौरी चाहिँ यस्तो छुचो हुँदो रहेछ। यो मौरी छुचो चाहिँ अत्याधिक छुचो भन्छ है। ट्वाइ हानेको छ दिनला हो हातैमा के गर्नु। अब यो सुहाउनु पनि पर्यो। यसैले मह हाल्छ, यसलाई खेलाउनु पनि मिलेन दर्शक श्रोताहरू। आज सिध्याउनु भयो सिधा सिध्याउने भयो होइन। म त टोपी लिएर आउँछु।
म टोपी लिएर आउने भएँ, अनुहारमा चाहिँ दियो भने त पुग्यो। छिटो छ यो मूर्ति। चिलो भने चिलिहाल्यो, टोको भने सहनै पर्यो। अहिले चाहिँ मैले अब यसलाई चाहिँ यहाँ बिच चाहिँ यो खाली फ्रेम यसरी हालिदिएपछि यो चाहिँ अब यसले छिटो काम गर्छ। यो चाहिँ काम गरोस् भन्नको खातिर यसरी यो मैले बिचमा खाली अब फ्रेमभरि चाहिँ यसरी ग्याबिङ बनाएर मैले दिँदैछु। मैले सबै हालिसकेँ, 3वटा खाली फ्रेम थियो र मैले 3वटा मैले बिचमा मैले हालिसकेँ। यसले अब काम गरिहाल्छ। यसले अब करिब अब यो 15 दिनमा त यो फुल फ्रेम यो 3वटालाई बनाइहाल्छ। यो यसरी मैले अब यो यसरी हालिदिएँ। देख्नुहुन्छ दर्शक श्रोताहरू, यो चाहिँ एक्सट्रुडर, यो एक्सट्रुडरलाई मैले यहाँ राखेँ। दर्शक श्रोताहरू, अब त्यो मौरी चाहिँ सबै छुटिएर गइसकेको छ। त्यो भएर मैले यसमा चाहिँ यो अब राख्दैछु। मिल्यो त्यहाँ हेरेर अलि यस्तो कि त्यो ठिकै हो। कागज कागजले नक्की है मौरी ठ्वाक ठ्वाक गर्दैछ। त्यो भइरहेछ। अनि नजिकले हुन यसलाई चाहिँ मैले सुपर बक्स हालेँ। यहाँ देख्नुहुन्छ दर्शक श्रोताहरू, सुपर बक्स यसलाई दियो। र दर्शक श्रोताहरू, यहाँहरूले देखिसक्नुभयो कि अब मौरी चाहिँ यसरी अब जब क्विनलेस हुन्छ त्यसरी चाहिँ क्विनलेस भएर चाहिँ मौरी फैलायो भने चाहिँ हामी रानी बनाउन सक्यो भने, त्यो विषपारी मौरीले रानी बनाउन सक्यो भने चाहिँ त्यो चाहिँ मौरी चाहिँ एकदम काम गर्ने हुँदो रहेछ। यहाँहरूले पनि कोसिस गर्नु होला। त्यसरी सक्सेस भयो भने साँच्चै मौरी काम गर्ने हुन्छ। यो मौरी देखिसक्नुभयो हाम्रो यस्तो राम्रो यसले काम गरेको छ। अहिले झिक्ने हो भने झिकेको भए पनि म चाहिँ अब टन्नै थियो, तर यतिखेर अब म झिकिएन। ल हेर्नुहोस् है, हजुर घाम ताप्नु निक्लिएका हो कि छुट्टिन लाग्यो हो कि भुटुङटुङ पानी पनि पर्दैछ, भुटुङटुङ निस्क्यो। हेर्नुहोस् न, ल हेर्नुहोस् हजुर
भुटुङटुङ निक्ल्यो। यो छुटी नि होइन। कालो कति निक्लेछ? थियो कालो कति निक्लेछ? कालो थियो छ अलि। पानी पनि पर्दैछ। भुटुङटुङ गुम्थलीले यो गुम्थलीले त यो चाहिँ रानी खाएर खत्तम